आदित्य र देवयानी मायामा छन्, अझ भन्दा चुर्लुम्म मायामा छन् भनिन्छ नि। चुर्लुम्म उमेरले फरक छ। देवयानी 25 को यो कलकलाउँदो उमेरमा छिन् भने आदित्य 45 पेरिफेरीमा घुमिरहेका छन्। दुईटै आकर्षक व्यक्तित्वका धनी, काममा प्रखर अब्बल, दुईटैले आफ्नो नाम आफ्नो क्षेत्रमा जमाउँदै गरेका। दुईटाको कामकै सिलसिलामा भेट हुन्छ र सँगसँगै बस्दै गइसकेपछि उनीहरूको फिलिङ आउँछ एकअर्काप्रति, माया झाँगिरहेको छ हैन। यसै बिचमा उनीहरूका चाहिँ भेटघाट हुने क्रमहरू बढ्दा छन्। त्यो हामीलाई पढ्दाखेरि पनि उनीहरूको त्यो मायाका शब्दहरूले रोमाञ्चित गराउँछ के। एक हिसाबले भन्दा आफू पनि फ्ल्यासब्याकमा गइन्छ होला। एकदम मायामा छन् उनीहरू, आदित्य र देवयानी। छुटिन चाहँदैनन्, बाउपासमा कस्न चाहन्छन् एकअर्कालाई हैन। एकदम त्यो मायामा हराएर दूर दूर दूरसम्म कोही नहोस् डिस्टर्ब गर्नलाई, हाम्रै मायाका कथाहरू गुन्जिउन् भनिठान्छन्। यसै बिचमा एकदम मजाले उनीहरूको चाहिँ यो उनीहरूको सुमधुर हिसाबले सम्बन्ध बढिरहेको हुन्छ। तर आदित्यलाई एउटा कुराले चाहिँ भित्रभित्र खाइरहेको छ। ओहो, यो कुरा मैले देवयानीलाई भन्न पाए हुन्थ्यो, जति सक्दो छिटो भन्न पाए हुन्थ्यो भन्ने कुरा चाहिँ आदित्यलाई लागेको छ। अनि यस्तै एक दिन उनीहरूकै यो एकदम भेटघाट, मिठो भेटघाटको क्रममा आदित्यले भन्न खोज्छन्, तर देवयानीले मलाई थाहा छ हजुरले भन्न खोजेको प्रसङ्ग कुरा मलाई आज यो कुरा चाहिँ भन्नु पर्दैन भनेर रोक्छिन्। उनले बार चाहिँ देवयानीले रोक्छिन्। अनि आदित्यलाई चाहिँ झन् यो चिजले भित्रभित्र खान्छ क्या। एक हिसाबले भन्दाखेरि मान्छेले आफ्नो सेयर गर्न नपाएर भित्रभित्र गुमसिदाको पीडा कस्तो हुँदो रहेछ भनेर यसबाट पनि बुझ्न सकिन्छ। तर बिस्तारै बिस्तारै आदित्यलाई यो चिजले अलिकति उनलाई भित्र खाइरहेछ। मैले यो सेयर गर्न सकेँ भन्न पाइनँ, भन्न खोज्दा देवयानीले भन्न दिन्नन्। तर मलाई थाहा छ पनि भनिन्। उनले थाहा पाएको कुरा र मैले भन्न चाहेको कुरा एकै हो कि होइन भन्ने कुरा चाहिँ आदित्यलाई त्यो कुरा भित्रसम्म गढेको छ। र यही चिजले गर्दाखेरि अहिले यो पछिल्लो दिन यिनीहरूको यो सम्बन्धमा पनि चिसो बनाएको छ। के लाग्छ तपाईँहरूलाई? आदित्यले भन्न खोजेको कुरा चाहिँ के होला? त्यो जुन कुरा उनले आफूले भन्न नसकेर आफै टाढिरहेछन् अहिले, अथवा उनले त्यो दूरी बनाइरहेछन् देवयानीले। देवयानीले मलाई थाहा छ भनेको छन्, आदित्यलाई चाहिँ त्यही चिज उनले थाहा छ भनेको कुरा र मैले भन्न चाहेको चिज चाहिँ कुरा यही एकै हो कि होइन भन्ने कुराले भित्रभित्र खाएको छ।